महिला दिदीबहिनी दाजुभाइ सबैलाई मेरो व्यक्तिगत तर्फबाट र लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालयको तर्फबाट यो शुभ बयानीको नमनसहितको नमस्कार टक्राउन चाहन्छु। स्वीकार्नुहोस्। नमस्कार। धेरै विषयमा अघि नै सम्झनाजीले पनि भनिसक्नुभयो हाम्रो महाशाखा वरिष्ठ अध्यक्षज्यूले। त्यसै गरी आदरणीय दाजु जो लमै नगरपालिकाको प्रमुख पनि हुनुहुन्छ र धेरै महत्त्वपूर्ण विषय उठान गर्नुभएको छ। उहाँको आशय मैले बुझ्दा, मेरो भाषामा बुझ्दा सबै कुरा चाहिँ गर्नुपर्छ तर चाहिँ ओभर गर्नुहुन्न, त्यसले व्यथिति फैलाउँछ भन्ने खालको एउटा सन्देश दिन खोजेको हो। यसलाई यसरी बुझिदिँदा राम्रो हुन्छ। हाम्रो रीतिरिवाज संस्कार आमालाई आमा, बुवालाई बुवा, सासूलाई सासू, ससुरालाई ससुरा, दाजुलाई दाजु, बहिनीलाई बहिनी भन्ने परिपाटीको थाल्ने हामीले हाम्रो संस्कृति रीतिरिवाज बिर्सिनुहुन्न भन्ने खालको एउटा महत्त्वपूर्ण सन्देश दिनुभएको छ। र यस्तो अवस्था एकदमै बिरामी नाजुक चेस्ट प्रोब्लम भएर पनि निम्तो स्वीकारेर आइदिनु भएकोमा सामाजिक विकास मन्त्रालयको तर्फबाट म आभार व्यक्त गर्न चाहन्छु। र यो कार्यक्रममा नेपालमा महिलामाथि कुनै पनि हुने हिंसा र लैङ्गिक समानताको चाहिँ जुन व्यवहार छ यसलाई हामीले कसरी चाहिँ समाधान गर्ने र यसको निराकरणको उपायहरू के हो भन्ने विषयमा चाहिँ यो व्यापक हामी छलफल चलाउँदै आएका छौँ। यसैले हामीले भर्खरै 2-3 महिना अगाडि लैङ्गिक समानता नीति 2080 पनि कार्यान्वयन गरेका छौँ र त्यो विषयलाई पनि तपाईँहरूले अध्ययन गर्न जरुरी छ। आफ्ना क्षेत्र अधिकारहरू के छ र संविधानले दिएको व्यवस्थामा के छ त्यो विषयमा अध्ययन गर्नु जरुरी छ। त्यो अहिले मेरो मेयरले पनि भन्नुभयो। किनभने आफ्नो अधिकारको बारेमा बुझेर मैले चाहिँ आफू निपुण छ भने त्यो मान्छेलाई के हुन्छ भने कानुनले यो व्यवस्था गरेको छ, यो हदसम्म म जान सक्छु र कसैले म माथि गर्यो, अन्याय गर्यो भने म यसरी बोल्न सक्छु भन्ने विषयमा कम्तीमा साधारण ज्ञान हुन जरुरी छ भन्ने मलाई लाग्छ। म एउटा मात्रै इक्जाम्पल दिन चाहन्छु। एकजना मेरो गाउँको बहिनी हुनुहुन्थ्यो। उहाँले चाहिँ घरैसी समस्याले एकदमै समस्या थियो, एकदम समस्याले जगडिएको